ए वत्सअप अनि माया के हो भ्याइसकेको छ र अनि मसँग हुनुहुन्छ यहाँ कटापको म्यानेजर एके अनुपम घिमिरे दाई अनि साइड टु बाई साइड हाम्रो एक्टर सुशील वत्सअप सुशील हालत हेरेर तपाईँहरूले पत्ता लगाउन सक्नुहुनेछ कि म कस्तो हालतमा छु अहिले। तिमी सुशील क्यारेक्टरबाट मुभ अन भइसक्यो कि अझै पनि सुशीलकै क्यारेक्टरमा छ तिमी? सुशीलकै क्यारेक्टरमा छु। ओके, अब के भइरहेको छ र कस्तो लाग्यो तिमीलाई भिडियो अनि कस्तो कमेन्ट्सहरू रेस्पोन्सहरू आइरहेको छ? रेस्पोन्स वाइल्ड दामी आइरहेछ, कमेन्ट पनि दामी आइरहेछ अनि मलाई राम्रो लाग्यो एकदम। यति राम्रो लाग्यो कि मेरो खुसीको आँसु त्यो दिन थाम्न सकिनँ मैले, जुन तिमीले पनि अपलोड गरेको छ। ए हो राम्रै भयो। खुसी लाग्यो मलाई अनि अहिले चाहिँ एकदम टायर्ड चाहिँ 2 दिन भयो मैले एक चुप्पो पनि नगरेको। ए हो भर्खरै मम्मीहरूलाई घर पुऱ्याएर आएको खुसी छु म। तर भोलिदेखि अझै एनर्जेटिक भएर चाहिँ अब कम ब्याक टु यु गाइज। अनि हामी भेटिरहनेछौँ अझै केही हप्ता दिनहरू। केही हप्ता दिन अझै भेट्ने पर्ने। ओके, थाहा पाइसक्नुभयो सुशीलको क्यारेक्टरबाट अझै मुभ अन भएको छैन। अब हामी डिरेक्टर सरतिर जान्छौँ। यहाँ डिरेक्टर सर यहाँ ह्याप्पी ह्याप्पी नि ह्याप्पी ह्याप्पी ह्याप्पी। ए व्हाट्सअप डिरेक्टर सर। डिरेक्टर अब रेस्ट मोडमा हो अब। तर रेस्ट मोड भन्दा नि अब खास गरी प्रोजेक्टबाट चाहिँ मुभ अन भइदिनु लाग्यो अब, किनकि अब रिलिज भइसक्यो। ए ओके, हामी अब प्रोजेक्टबाट मुभ अन हुँदैछौँ भनेपछि पार्टी हो कि के हो? कसरी मुभ अन गर्ने अब? कि स्केप भइदिने हो अब अलि दिन? पार्टी त के अरे पार्टी त मेरो हातमा छैन अब, तर जस्तो होइन अब यो प्रोजेक्ट, किनकि अब भइसक्यो नि त। अब बिङ देयर डन द्याट भन्ने जस्तो भइसक्यो। अनि त्यसले गर्दाखेरि नि अब त्यही नै हो, किनकि अब यस्तो छ नि त, अब नट लास्ट प्रोजेक्ट हो नि त। अब प्रोजेक्टहरू जस्तै हामीले अब कति छ अझै 3-4वटा बाँकी छ। 4वटा त पोस्टकै काम बाँकी छ। त्यसले गर्दाखेरि नि अब सेलिब्रेट गर्ने चाहिँ अब टाइम पनि छैन। अनि अर्को कुरा भनेको अब किनकि अब एउटा अरू प्रोजेक्टहरू गर्न त जस्तै यो यसमा चाहिँ अलिकति बेसी नै अब मिहिनेत पनि थियो नि त। त्यसले गर्दाखेरि नै अलिकति एउटा त्यो क्लोज टु हार्ट भन्ने खालको चाहिँ भएको हो। तर त्यही पनि अब दिस इज नट द लास्ट प्रोजेक्ट। अब यस्तो प्रोजेक्टहरू धेरै नै आउँदैछ। कति भयो होला अब के अरे यो प्रोजेक्टमा नि अब होइन भुलचुक गरेर त कति भयो होला। अब त्यही कुरालाई सिक लिएर वी मुभ अन टु अनदर प्रोजेक्ट, त्यही नै हो। अनि पर्सनल्ली हजुरलाई चाहिँ कस्तो फिडब्याकहरू रेस्पोन्स आइरहेको छ त? रेस्पोन्सहरू त राम्रो नै छ एक तरिकाले। अब कतिपय कुराहरूमा जस्तै मेनली त अब हाम्रो स्पोन्सरहरूको कुरामा चाहिँ अलिकति त्यसमा अब त्यो अब मेरो नै गल्ती हो भनौँ। अब कति कुराहरू अब एउटा प्रोजेक्टको लिड गर्दाखेरि अब कति कुरामा चुकेँ होला, म चुकेँ होला न चुकेँ। तर त्यही नै हो, अब यो प्रोजेक्टको सिकले अब हामीले अर्को प्रोजेक्टलाई अलिकति बेटर गराउने कोसिस नै हो जहिले पनि। आइसिएसनको थ्रुबाट चाहिँ अझै दामी प्रोजेक्टहरू त आउँदैछ। त्यसले गर्दाखेरि स्टे ट्युन्ड। तिमीलाई चाहिँ कस्तो भयो? मलाई त दामी नै भयो, रमाइलो भयो। म अहिलेसम्म यत्रो ल गऱ्यो होला 80 क्रस त म्युजिक भिडियो गरिसकेँ होइन। त्यो मध्येमा कहिले पनि कि त्यो प्रिमियरको दिन गइसकेपछि आहा आज चाहिँ आनन्द भयो, आजदेखि चाहिँ प्रोजेक्टलाई अब छुन पर्दैन भन्ने थियो। अनि कहिले पनि त्यो त्यस्तो हुन्छ नि एकदम गुज बम्स अनि आहा भरि आएको त्यो रियरै हो कि। अनि तर यसले चाहिँ लास्ट डे नै हामी त्यत्रो 3 दिनसम्म नै लगभग सुतेको थिएन हामी, देखिरहनु भएको छ सबै ब्लगतिर नै। त्यस्तो टायर्डनेस त्यस्तो थकै हुँदा पनि त्यो भिडियो हेर्दाखेरि चाहिँ आहा चाहिँ रसाएको थियो कि। अलिकति इमोसनली अट्याच पनि थियो हामीले अब एक तरिकाले सबैजनाले होल टिमले नै एउटा सबैसँग अलिकति इमोसनली नै जोडिएको भएर पनि अलिकति यो खालके रियाक्सन आउनु जायज नै छ। त्यही नै हो, अब त्यही हो। तर हामी अब फेरि मुभ अन भइदिइहाल्छौँ। अब फेरि कामहरू धेरै छ, अब जिम्मेवारीहरू पनि धेरै नै छन्। त्यसले गर्दाखेरि पनि अब हामी अर्कोमा मुभ अन भइदिएर योभन्दा दामी अझै प्रोजेक्टहरू हजुरहरूले हेर्न पाउनुहुन्छ आइसिएसनको थ्रुबाट। के हो र अरू त भ्याइयो। अझै राति भइसक्यो, कहाँ निस्किनु लाग्यो त नि? ल म यहाँ थाहा जनाउँछु। हजुर कता हो दाइ? हामी चाहिँ अब फङ्सन लागि जानु लाग्यो किनकि भोलिबाट क्याम्पस स्टोरमा फुड कार्निभल हुँदैछ नि त न्यु इयरको।
5 दिनको त्यो भोलि चाहिँ हामी पर्फर्म गर्दैछौँ विथ हाम्रो नेपालको वान एन्ड ओन्ली लेजेन्ड ब्यान्ड कन्दारासँग जसमा हुलके पनि हुनुहुन्छ अनि हाम्रो इराज पनि हुनुहुन्छ इराज प्रकाश एन्ड इराज ब्यान्ड सिस्टमकै त्यसको लागि अब यार 9 बजे अब साउन्ड चेकको लागि बोलाउनु भयो हाम्रो अर्गनाइजरहरूले अब अहिले जानु पऱ्यो नि भोलि फेरि एकदम रस हुन्छ नि त आज गएर ट्याक्सी गरेर सेट गर्ने जस्ट एकदम एक्साइटेड छु सबैजना आइदिनु होला है ब्लग हुन त कहिले अपलोड हुन्छ ब्लग सायद भोलि बिहानसम्म अपलोड भइसक्यो त्यसो भए ल जसै पनि हाम्रो डिसेम्बर 28 यानि कि पुस 13 गते होइन हो पुस 13 गते साँझ 6 बजे सबैजना 5-6 बजे सबै मिलेर आइदिनु होला ब्यान्डलाई सपोर्ट गर्नलाई पढेन त अनि कस्तो रेस्पोन्स आइरहेको छ माया के हो एकदम दामी राम्रो भइरहेको भयो यार अब आज 30 मा लगभग 38 अराउन्ड 40 नै पुग्न लाग्यो क्या जस राम्रो भइरहेको छ अझै सक्दो सेयर गरिदिनु सबैले माया देखाइदिनु होला माया के होला नाइस ल अब सिधै हामी भेट्नेछौँ साउन्ड चेकमा साउन्ड चाहिँ I don't wanna tie you up now. I don't wanna do the thing. I don't wanna have you, baby. ल दाइ पबालाई लसन दाइको ब्लगमा स्वागत छ दाइहरूलाई कमी दाइ मिलाउँदिनुहुन्छ मिलाउँदै हाम्रो बिदारी दाइ हेलो दाइ धुम मचाइदिनु पर्छ दाइ है साउन्डको चाहिँ हेलो दाइ हेलो Bye. We are here at sound check, and I want to introduce my lovely brother. भाइ मारेको छ है भनिदेऊ न आज हाम्रो फुड फेस्टिभलको चिकन फुड फेस्टिभलको चाहिँ कन्सर्ट भनौँ न कन्सर्टको चाहिँ अब साउन्ड चेक गर्दैछ हामी ए भोलि अनि दाइ कन्सर्ट चाहिँ भोलि हो नि धुम मचाउने होला नि त दाइ धुम आगो बालिदिने त्यो ऱ्याम्प अगाडि छ नि दिने है भोलि ए ल दाइ बेस्ट अफ ल यार यता चाहिँ दाइहरूको साउन्ड चेक हुँदैछ अनि लसन दाइ र अमृत दाइ उता स्क्रिनमा बस्नुभएको छ बाल हुन्छ जस्तो हो भोलि चाहिँ दाइहरू अब स्क्रिनमा बस्ने अहिले चाहिँ अब हाम्रो अनुपम दाइ म्यानेजर चाहिँ अब इक्जामको कारणले चाहिँ अब अलिकति उपस्थित हुन पाउनु भएन अनि त्यही भएर अहिले चाहिँ अब स्क्रिन र लाइटलाई चाहिँ अलिकति अब हामीले प्र्याक्टिस हाल्दैछौँ आज हाम्रो स्क्रिन चेक गर्दै साउन्ड चेक गर्दैछ स्क्रिन चेक अब अमृत दाइले भन्न खोज्नुभएको चाहिँ खासमा स्वर पुगेन होला पुग्यो भने चाहिँ म त्यही राखिदिन्छु भएन चाहिँ म राखिदिन्छु म चाहिँ भोलि चाहिँ बाबा हाल्नु जस्तो हो दाइ परेन अनि पऱ्यो बसन्त दाइलाई त्यहाँ बसन्त दाइलाई अनि मार्नै पऱ्यो नि दाइ ओ के छ सबिन कता हो यति हो यार केही भन्नु यार लसन दाइको ब्लग हो मैले हाइज्याक गरेको हो Okay, shout out to Lobson. And once again, we are back from Campus Chaur. And यहाँ आउँदैछ हाम्रो कडाफको साउन्ड चेक फर टुमोरो सो कता भन्दाखेरि क्याम्पस चौरमा अब यो भिडियो कहिले आउँछ आई डोन्ट नो बट भोलि चाहिँ हाम्रो साउन्ड चेक भोलि चाहिँ हाम्रो पर्फर्मेन्स हुँदैछ कडाफ ब्यान्डको ठ्याक्कै 5 or 6 PM अनवर्ड्स सबैजना आइदिनु होला इफ अहिले नै भिडियो अपलोड भइहाल्यो भने चाहिँ होइन रङ्ग लगाएर तर पनि त्यही हो सोजहरू भइरहेछ प्रमोसनल टुरहरू हुन थालिरहेको छ बिस्तारै अल्सो वी आर गोइङ बुटवल पनि हाम्रो न्यु इयर इभको लागि कता भन्दाखेरि टक्क लाएर बुटवल काट्दै कन्सेप्ट ओके कन्सेप्टमा पनि हाम्रो सो हुँदैछ सो त्यता पनि सबैजना आइदिनु होला माया देखाइदिनु होला त्यहाँ म पनि हुनेछु हाम्रो कटा ब्यान्ड पनि हुनेछ इन्टायर कटा टिम हुनेछ सी यु देयर द्याट्स अल थ्याङ्क यू यार ल यस्तो हाई स्टेसन ए ल सारा टु हाई स्टेसन पनि है हेलो दाइ हेलो यार भयो नि दाइ तपाईँको मेरो भइसक्यो यार पास हो नि दाइ टायर यार अब ड्रम हुँदैछ अनि ड्रमपछि भोलि चाहिँ सबैजना क्याम्प छ है त सिउ ल दाइ
Shout out to high station यार मारेको छ है मार्नै पर्यो नि त ल स्क्रैच भएछ ल त्यहाँ ल स्क्रैच भयो यार राम्रै स्क्रैच भएछ भिरको चाहिँ यहाँ पुगेछ ल के राम्रै उडाइदियो त दाइ त फुटबल खेलेको चाहिँ खतरा हुन्थ्यो ल त्यो एउटा फिल्म छ नि त्यो साइलेन्सर खतरा थियो है त्यो फिल्म नि त देखो न गाइस अहिले हाई स्टेसन राख्ने सामान राख्न त्यसै त जानै पर्यो नि होइन किन हजुर सन्चै त भन्ने भाइ हामीलाई टाइममा बोला टाइममा गर्नु पाएन राम्रोसँग गर्नै पाएन कि सन्चै यार किन खास यस्तो किन सन्चै राम्रोसँग गर्नै पाएन नि यार अहिले चाहिँ यहाँ प्रहरी आएर अब हुन त 11:30 भइसकेछ नि यार 6 बजे बोलाएको सन्चै भनेर यार 10 बजे 10:30 सुरु गरेको राम्रोसँग गर्न नि पाएन फेरि भोलि गर्नुपर्छ एकलट यार भनेपछि त यो त अब अर्गनाइजरकैमै कमी कमजोर एकदम सो भने झ्याउ लाग्दो यो चाहिँ अलिकति जहिले भइराख्ने कुरा हो नि त होइन वेटिङ हुँदै हामी यार होइन हो नि हामी त त्यही हाई स्टेसनै बस्यो ल 4-5 चोटि लाइ भ्यायो होला हामीले सो यति चाहिँ म्यानेजमेन्ट टिमहरू एकदम आर्टिस्टहरूको पनि एकदम कुराहरूलाई हाम्रो एकदमै राम्रोसँग सन्चै गर्न पाएन बल्ल हाम्रो पनि भोलि पर्फर्मेन्स राम्रो हुन्छ नि हो नि सबै कुरा टेक्निकल कुराहरू सबै मिलाउनु पर्यो टाइममा होइन टाइम लाग्छ नि त सजिलो हुने कुरा होइन यो अब जति अब साउन्ड चेकमा राम्रो गर्न सक्यो अब त्यति नै पर्फर्मेन्स राम्रो हुन्छ सबै टेक्निकल वाइज पनि साउन्ड वाइज यो कुरामा चाहिँ हल्का कन्सर्न गर्नु पऱ्यो सबैजना